विश्व हल्लाउने ट्रम्प र सी जिनपिङकै हैसियतमा पुगे बालेन। सारा नेपालीको शिर गर्वले बन्यो उचो। दुनियाँले गर्न थाल्यो नेपाली चेतनाको दिल खोलेर तारिफ। टाइम म्यागजिनमा छापिएको बालेनको यो तस्बिरले त नेपालका प्रत्येक युवालाई दियो जबरजस्त सन्देश र हिम्मत। नेपाल अब सगरमाथा र बुद्धको देश मात्र होइन, राजनीतिक क्रान्ति गर्ने युवाहरूको देश पनि। कल्पना गर्नुस् त, एकातिर विश्व हल्लाउने शक्तिशाली देश अमेरिकाका डोनाल्ड ट्रम्प, अर्कोतिर चीनका राष्ट्रपति सी जिनपिङ, अनि त्यही हैसियतमा उनीहरूकै ओज र उचाइका साथ नेपालका प्रधानमन्त्री बालेन्द्र शाह। हो, तपाईले सुन्नु भएको र देख्नु भएको कुरा सत्य हो। आज प्रत्येक नेपालीको शिर गर्वले उचो भएको छ। यो कुनै सामाजिक सञ्जालको सस्तो भाइरल गसिप होइन। यो विश्वकै प्रतिष्ठित टाइम म्यागजिनले सन् 2026 का लागि भर्खरै सार्वजनिक गरेको संसारका 100 सबैभन्दा प्रभावशाली व्यक्तिहरूको आधिकारिक सूची हो, जहाँ नेपालको चर्चा छ। अनि त्यो